आँधी खोला हाई ड्याम आजभन्दा 12-15 वर्ष पहिलादेखि सरकारको योजनामा नीति तथा कार्यक्रममा 5वटा योजना छनौटमा एउटा योजनामा पर्या। जब नेपाली कांग्रेसको सरकार गयो त्यसपछि यो किनारामा पर्दै 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 गयो। तर यसपालि फेरि कांग्रेसको नेतृत्वमा सरकार आएको छ। यति बेला फेरि यो सरकारले आँधी खोलालाई बिर्सेको छ। किन? ड्याम मात्रै बनायो र कालीगण्डकी एमा हिउँदमा कम भएको बिजुली 144 मेगावाटमा त्यो 75-80 मेगावाटमा झर्छ हिउँदमा। ड्याम मात्रै बनाएर पानी छोड्यो भने पनि 144 मेगावाट त्यही जेनेरेटर, त्यही टनेल, त्यही पावर हाउसबाट निस्कन्छ। ड्याम मात्रै बनाउँदा पनि हामीले 75-80 मेगावाट बिजुली उत्पादन गर्न सक्छौँ। सांसदको काम आवाज बुलन्द गर्ने हो। म सरकारलाई यहीँबाट खबरदारी गर्न चाहन्छु। आँधी खोला प्रारम्भ गरियोस्, लगानी खोजियोस्, यसका निम्ति छायामा नपारियोस् म भन्न चाहन्छु। त्यसै गरी काली गण्डकी 2 परियोजना सञ्चालन गर्नका निम्ति म आग्रह गर्न चाहन्छु। 870 मेगावाटको काली गण्डकी 2 35 वर्ष अगाडि जाइकाले सर्वे गरेको थियो। त्यो जाइकाले सर्वे गरेको कुरा एकातिर थन्किएर बसेको छ। यो चापाकोट भन्दा तल तनहुँ, पाल्पा र हाम्रो मतलब स्याङ्जालाई समेट्ने गरी समथर जमिनमा ताल बनाएर, विशाल ताल बनाएर यो एउटा जलाशययुक्त परियोजना अगाडि बढ्छ। त्यो बढाइयो भनेदेखि त्यो क्षेत्रको विभिन्न कोणबाट समृद्धि सम्भव छ। त्यस आँधी खोला हाई ड्याम आजभन्दा 12-15 वर्ष पहिलादेखि सरकारको योजनामा नीति तथा कार्यक्रममा 5वटा योजना छनौटमा एउटा योजनामा पर्या। जब नेपाली कांग्रेसको सरकार गयो त्यसपछि यो किनारामा पर्दै 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 गयो। तर यसपालि फेरि कांग्रेसको नेतृत्वमा सरकार आएको छ। यति बेला फेरि यो सरकारले आँधी खोलालाई बिर्सेको छ। किन? 180 मेगावाट बराबरको हाई ड्याम त्यो त्यहाँको निम्ति एउटा आर्थिक समृद्धिको एउटा पाटो हो। म आग्रह गर्न चाहन्छु। ड्याम मात्रै बनायो र कालीगण्डकी एमा हिउँदमा कम भएको बिजुली 144 मेगावाटमा त्यो 75-80 मेगावाटमा झर्छ हिउँदमा। ड्याम मात्रै बनाएर पानी छोड्यो भने पनि 144 मेगावाट त्यही जेनेरेटर, त्यही टनेल, त्यही पावर हाउसबाट निस्कन्छ। ड्याम मात्रै बनाउँदा पनि हामीले 75-80 मेगावाट बिजुली उत्पादन गर्न सक्छौँ। त्यसै गरी त्यहाँ अर्कोतिर पावर हाउस गर्यो भने 180 मेगावाट हाराहारीको त्यो एउटा छ। त्यसमा मत्स्य पालन, पर्यटन, रोजगारी लगायतका समग्र हिसाबले हेऱ्यो भनेदेखि देशको आर्थिक समृद्धिका निम्ति त्यो महत्त्वपूर्ण पाटो हो। यहाँ के छ, यो ऊर्जा क्षेत्रमा रहेका विभिन्न मतलब चाहिँ बिचौलियाहरूका कारणले यो क्षेत्र छायामा परेको छ। अब हामी त्यो क्षेत्रका जनप्रतिनिधिहरू ताकतमा पनि छैनौँ। मन्त्रालय जसले हाक्यो त्यतैतिर योजना जान्छ। जो ताकत छ उसले बजेट अरबौँ योजना बनायो, आफ्नै नदीतिर लयो, यो मतलब जलविद्युत योजना त्यतै बनायो, सिँचाइकातिर त्यतै पैसा राख्यो। यो समस्या रह्यो। हाम्रो त्यहाँको जनप्रतिनिधि स्ट्रङ भएर जब नआएको अवस्था छ, त्यही कारणले सायद यो भयो होला। सांसदको काम आवाज बुलन्द गर्ने हो। म सरकारलाई यहीँबाट खबरदारी गर्न चाहन्छु। आँधी खोला प्रारम्भ गरियोस्, लगानी खोजियोस्, यसका निम्ति छायामा नपारियोस् म भन्न चाहन्छु। त्यसै गरी काली गण्डकी 2 परियोजना सञ्चालन गर्नका निम्ति म आग्रह गर्न चाहन्छु। 870 मेगावाटको काली गण्डकी 2 35 वर्ष अगाडि जाइकाले सर्वे गरेको थियो। त्यो जाइकाले सर्वे गरेको कुरा एकातिर थन्किएर बसेको छ। यो चापाकोट भन्दा तल तनहुँ, पाल्पा र हाम्रो मतलब स्याङ्जालाई समेट्ने गरी समथर जमिनमा ताल बनाएर, विशाल ताल बनाएर यो एउटा जलाशययुक्त परियोजना अगाडि बढ्छ। त्यो बढाइयो भनेदेखि त्यो क्षेत्रको विभिन्न कोणबाट समृद्धि सम्भव छ। त्यसैले आँधी खोला कालीगण्डकी 2 लाई अगाडि बढाउन म आग्रह गर्न चाहन्छु। कालीगण्डकी योजनाबाट निस्केको बिजुली कालीगण्डकी गाउँपालिकालाई पहिलो प्राथमिकतामा वितरण छैन। प्रभावित क्षेत्र स्याङ्जालाई छैन, गुल्मीलाई छैन, त्यसै गरी पाल्पालाई छैन। प्रभावित क्षेत्रमा सबभन्दा पहिला कालीगण्डकीमा उत्पादित बिजुली वितरण गर्नका निम्ति म आग्रह गर्छु। कालीगण्डकीको रोयल्टी स्थानीय तहमा जति रोयल्टी प्राप्त गर्ने हो सम्पूर्ण रूपले चाहिँ रोयल्टी ठिक बेलामा, ठिक तरिकाले सम्पूर्ण रोयल्टी फिर्ता पठाउनका निम्ति स्थानीय तहलाई पठाउनका निम्ति म आग्रह गर्न चाहन्छु। र प्रभावित क्षेत्रमा सिँचाइ र लगायत खानेपानीका क्षेत्रमा कालीगण्डकीबाट उत्पादित बिजुली त्यो प्रभावित क्षेत्रमा सिँचाइ र उसको लिफ्टिङका सन्दर्भमा लाग्ने बिजुलीको मतलब जुन छ रकम छ, त्यसको बिजुलीको जुन एउटा मतलब छ त्यसलाई चाहिँ पूर्ण रूपले शुल्क छ त्यसलाई पूर्ण रूपले छुट दिनका निम्ति म आग्रह गर्न चाहन्छु। समग्र रूपले
प्रभावित क्षेत्रहरूको समृद्धिका निम्ति काली गण्डकी उपयोगमा आओस्। हाम्रो क्षेत्रमा हिउँदमा हेऱ्यो भने काली गण्डकी दक्षिण भएको छ, लास जलाउने गरी पानी हुँदैन। त्यो क्षेत्रकाले बिजुली बाल्न नपाउने, बाहिर इन्डियामा लगेर बिजुली बेच्ने, लोकल रूपमा काली गण्डकीको बिजुली लोकल रूपमा वितरण गरिएन भने आम जनता आन्दोलनमा उत्रिने बेला आउन सक्छ। म खबरदारी गर्न चाहन्छु, ऊर्जा मन्त्रालय सबभन्दा पहिला प्रभावित क्षेत्रमा काली गण्डकीको बिजुली वितरण गरेर सिंचाइ र खानेपानीलाई महसुल छुट गरेर त्यहाँको समृद्धिका निम्ति एउटा आधार स्तम्भ बनोस्। ऊर्जा मन्त्रालय गम्भीर बनोस्। म यति कुरा राख्न चाहे।